प्रभु येशू ख्रिस्टको नाममा सबैलाई जय मसीह। जो यो समय मेरो यो युट्युब च्यानललाई यो भिडियोलाई जतिजनाले हेर्दै हुनुहुन्छ, येशू ख्रिस्टलाई विश्वास गर्ने अनि येशू ख्रिस्टलाई विश्वास नगर्ने र कोही नयाँ विश्वासीहरू भर्खर येशूलाई पछ्याउँदै हुनुहुन्छ भने म सबैका निम्ति आज तपाईँहरूको निम्ति म फिलिमन गिवाली तपाईँहरूलाई प्रभु येशू ख्रिस्टको नाममा हार्दिक नमन गर्दछु, सबैलाई जय मसीह भन्दछु। र आज म तपाईँहरूको बिचमा परमेश्वरको जीवित वचन म तपाईँहरूको बिचमा लिएर आएको छु। जुन वचन आज म तपाईँहरूलाई दिँदैछु, सायद आजसम्म कसैले पनि आज मैले भन्ने वचनलाई व्यवस्था भएको पनि हुनसक्छ र कतिजनाले यो विषयमा प्रचार पनि गर्नुभएको छ। म सबैलाई धन्यवाद चढाउँदछु र आज तपाईँहरूलाई म परमेश्वरको जीवित वचनबाट तपाईँहरूलाई प्रकाश दिन चाहन्छु। हिब्रूको पुस्तक 1 मा यसरी लेखिएको छ, प्राचीन कालमा हाम्रा पिता पुर्खाहरूसँग अगमवक्ताहरूद्वारा धेरै र विभिन्न किसिमले परमेश्वर बोल्नुभयो। परमेश्वर बितेका दिनहरूमा परमेश्वर प्राचीन समयमा उहाँ हाम्रा पिता पुर्खाहरूसँग विभिन्न तरिकाले र अगमवक्ताहरूद्वारा उहाँ चाहिँ बोल्नुभएको थियो। तर अहिलेको समयमा त्यो परमेश्वर जो स्वर्ग र पृथ्वीको मालिक हुनुहुन्छ, जसले स्वर्ग, पृथ्वी, संसार र त्यसमा रहेका यावत थोकहरूलाई बनाउनुभयो, जो यहवे परमेश्वर हुनुहुन्छ, यहवा रफा परमेश्वर हुनुहुन्छ, एलोहिम परमेश्वर हुनुहुन्छ, यहवा जाइरे परमेश्वर हुनुहुन्छ, जुडे बाबले परमेश्वर हुनुहुन्छ। त्यो त्रिएक परमेश्वर आज पुत्रद्वारा उहाँ चाहिँ बोल्नुभएको छ। पुत्रद्वारा उहाँ चाहिँ बोल्नुभएको छ र त्यो पुत्रको कुरा अनि पुत्रले के भन्नुभएको छ, हामी त्यसको बारेमा हामी चाहिँ चर्चा परिचर्चा गर्नेछौँ र वचनद्वारा नै हामी त्यसलाई हेर्नेछौँ। जब प्रभु येशू ख्रिस्टले आफ्ना चेलाहरू पत्रुस, यूहन्ना र याकुबलाई आफूसित लिएर प्रार्थना गर्नलाई उहाँ चाहिँ पहाडमाथि जानुभएको थियो, पहाडमाथि उक्लनु भएको थियो र उहाँले प्रार्थना गर्दा गर्दै उहाँको मुहारको रूप चाहिँ बदलियो र उहाँले लाउनु भएको पोसाक जो अति नै सफेद, जो कोही धोबीले पनि धुन सक्दैन, त्यस्तो चम्किलो पोसाक मा उहाँको चाहिँ पोसाकहरू बदलियो र उहाँको वस्त्र बिजुली जस्तै चम्केको जस्तो उज्जवल भयो। जब प्रभु येशू ख्रिस्टले त्यो डाँडाको प्रार्थनामा चाहिँ उहाँले प्रार्थना गरिरहनु भएको थियो, त्यो समयमा येशूको मुहारको चमक बदलियो। उहाँले लाएको कपडा यस्तो चमकदार भयो कि उहाँ एकदम सफेद कपडा उहाँले चाहिँ पहिरिनु भएको। त्यहाँ उहाँसँग जानुभएका जो पत्रुस, यूहन्ना र याकुब हुनुहुन्थ्यो। अनि जब प्रभु येशू ख्रिस्टले प्रार्थना गरिरहनु भएको थियो त्यो समय, अनि एलिया र मूसाको बिचमा प्रभु येशू ख्रिस्ट यसरी चाहिँ उहाँ चाहिँ प्रस्तुत हुनुभयो र ती दुवैले चाहिँ येशू ख्रिस्टसित बातचित गरिरहेको ती चेलाहरूले चाहिँ देखे। जब बातचित गरिरहेको चेलाहरूले उहाँलाई देखे अनि
अनि तिनी यी कुरा बोल्दा बोल्दै एउटा बादल आएर उहाँलाई छोप्यो र उहाँहरू बादलभित्र पस्न लाग्दा तिनीहरू भयभीत भए। अनि बादलबाट यसो भन्ने एउटा आवाज निस्क्यो, यिनी मेरा पुत्र हुन् जसलाई मैले छानेको हुँ, यिनको वचन सुन। यो शब्द भएपछि येशू त्यहाँ एक्लै हुनुभयो। जब प्रभु येशू ख्रिस्ट त्यो ठाउँमा हुनुहुन्थ्यो, एलिया र मोसा उहाँसित बातचित गर्न त्यहाँ देखा परे। अनि स्वर्गबाट त्यो त्यो एलोहिम पिताको एउटा आवाज आयो। त्यो आवाजमा उहाँले चाहिँ के भन्नुभयो? त्यो आवाजमा त्यो एलोहिम पिता, त्यो सारा सृष्टिको मालिक, सारा जगतको मालिकले भन्नुभयो, यिनी मेरा पुत्र हुन् जसलाई मैले छानेको छु। हैन, यिनी मेरा प्रिय पुत्र हुन् जसलाई मैले छानेको छु। जब प्रभु येशू ख्रिस्ट जब यर्दन नदीमा चाहिँ यूहन्नाद्वारा बप्तिस्मा लिनुभएको थियो, त्यो समयमा पनि पिताको एउटा आवाज आएको थियो। त्यो आवाजले भनेको थियो, यिनी मेरा प्रिय पुत्र हुन्, यिनीसित म अति प्रसन्न छु। र यो समय पनि पिताको एउटा आवाज, पुत्रको निम्ति यो आवाज आयो, यिनी मेरा पुत्र हुन् जसलाई मैले छानेको हुँ, यिनको वचन सुन। हैन, यिनको वचन सुन। त्यहाँ मोसा र एलिया पनि थिए, तर त्यो एलोहिम पिताले पुत्रलाई अंकित गर्दै भन्नुभयो, यिनका कुरा सुन। अहिले यो समयमा हामी कसका कुरा सुन्दैछौँ? पुत्रको कुरा सुन्दैछौँ कि कसको कुरा सुन्दैछौँ? उहाँले भन्नुभएन, न मोसाको कुरा सुन भन्नुभयो, न एलियाको कुरा सुन भन्नुभयो, तर उहाँले भन्नुभयो पुत्रको कुरा सुन। हैन, अहिले हामी कसका कुरा सुन्दैछौँ? हाम्रो मण्डलीलाई हामीले के शिक्षा दिइरहेका छौँ, के सिकाइरहेका छौँ? आफ्ना मानिसहरूलाई हामीले कस्तो तरिकाले, कुन संस्कार अनुसार हामीले तिनीहरूलाई चाहिँ प्रभुमा हुर्काउँदैछौँ? यो अत्यन्तै गहनीय शिक्षा। यसलाई हामीले चाहिँ कतिको ध्यान गरेका छौँ, कतिको फोकस गरेका छौँ? हैन, अनि पुत्रले के सिकाउनु भएको छ? जब प्रभु येशू ख्रिस्ट कल्वरी डाँडाको क्रुसमा जब उहाँ सारा मानव जातिको पापलाई बोकेर उहाँ जानुभयो र पापलाई उहाँले आफ्नै शरीरमा दण्ड दिनुभयो र उहाँ क्रुसमा मर्नुभयो, गाडिनुभयो। अनि गाडिएको तेस्रो दिनमा उहाँ बौरी उठ्नुभएको प्रभु येशू ख्रिस्ट हुनुहुन्छ। र त्यो प्रभु येशू ख्रिस्ट सारा जगतको उद्धारकर्ता, मुक्तिदाता अनि जीवन दिने प्रभु र जीवनको स्वामी उहाँ नै हुनुहुन्छ। हामीले अब फोकस गर्नुपर्ने कुरा के छ भने, हामीले चाहिँ प्रभु येशू ख्रिस्टको कुरालाई चाहिँ के गर्नुपर्ने छ? हामीले सुन्नुपर्ने छ र उहाँको पाइला हामीले चाहिँ पछ्याउनु पर्ने छ। न त मोसाको कुरा, न एलियाको कुरा, न कुनै अगमवक्ताका कुराहरू। हैन, ती सबै कुराहरू प्रभु येशू ख्रिस्ट आउनुभन्दा अगाडि चाहिँ भएका कुराहरू थिए। जब प्रभु येशू ख्रिस्ट आउनलाई त्यो उहाँको मार्ग तयार गर्नको निम्ति जुन कुराहरू भएका थिए, अब प्रभु येशू ख्रिस्ट यस धरतीमा आइकन उहाँले आफ्नो काम पुरा गरेर, पापलाई शुद्धि गरेर उहाँ चाहिँ स्वर्गमा गइसक्नु भएको छ। र उहाँ फेरि उहाँ चाहिँ चाँडै आउँदै हुनुहुन्छ। उहाँले भन्नुभएको छ, म तिमीहरूको निम्ति ठाउँ तयार पार्नको निम्ति जाँदैछु, तिमीहरू हतोत्साहित र निरुत्साहित नहो भनेर मैले तिमीहरूलाई सल्लाहकार पठाइदिनेछु। जब उहाँ प्रभु येशू ख्रिस्टले यस पृथ्वीमा जुन प्रतिज्ञा गर्नुभएको थियो, म गएपछि
तिमीहरूको निम्ति मैले चाहिँ सल्लाहकार पठाइदिनेछु भनेर जुन प्रभु येशू ख्रीष्टले प्रतिज्ञा गर्नुभएको थियो, त्यो उहाँ स्वर्गमा गएपछि पिता र पुत्रको सल्लाहद्वारा त्यो सल्लाहकार, त्यो पवित्र आत्मा उहाँले यस पृथ्वीमा पठाइसक्नु भएको छ। जुन पवित्र आत्मा पेन्टिकोसको दिनमा उहाँले यस पृथ्वीमा, यस प्लानेटमा उहाँले पठाइसक्नु भएको छ। र उहाँले भन्नुभएको थियो, पवित्र आत्माले तिमीहरूलाई मैले भनेका सबै कुराहरू उहाँले चाहिँ तिमीहरूलाई सिकाउनु हुनेछ, तिमीहरूलाई बताउनु हुनेछ भनेर उहाँले भन्नुभएको थियो। र त्यो पवित्र आत्मा जो पेन्टिकोसको दिनमा यस पृथ्वीमा आउनुभएको पवित्र आत्मा हुनुहुन्छ, उहाँ यही पृथ्वीमा नै हुनुहुन्छ। र उहाँले सल्लाहकारको रूपमा हामीलाई प्रभुमा वृद्धि गर्नको निम्ति उहाँले हामी भित्र भएर उहाँले चाहिँ काम गरिरहनु भएको छ, हैन? प्रभु येशू ख्रीष्ट हामीसँगै हुनुहुन्छ। उहाँले भन्नुभएको थियो, तिमीहरूको शरीर मेरो मन्दिर हो। यो हाम्रो शरीर, यो जुन हामीले बडी परमेश्वरले हामीलाई दिनुभएको छ, यो परमेश्वरको आत्माको बाहिरी खोल मात्रै हो, हैन? पवित्र आत्मा हामी भित्र हुनुहुन्छ र त्यो पवित्र आत्मालाई हामीलाई उत्प्रेरित गरिरहनु भएको छ पुत्रका कुरा सुन, हैन? त्यसैले हामी यहुदी, अन्य जाति, थर्ड जेन्डर हरेकले उद्धार र मुक्ति पाउनको निम्ति अन्य जातिहरू यहुदी बन्नु जरुरी छैन। र यहुदीहरू जातले मात्रै तिनीहरूले उद्धार र मुक्तिलाई प्राप्त गर्न सक्दैनन्। र उद्धार र मुक्ति प्राप्त गर्नको निम्ति हामीले प्रभु येशू ख्रीष्टलाई साँचो हृदयले हामीले उहाँलाई विश्वास गर्नुपर्दछ। यसरी हामीले पुत्रको हरेक कुरालाई हामीले चाहिँ ध्यान दिनुपर्ने हुन्छ। पुत्रले के भन्नुभएको छ? उहाँले भन्नुभयो, प्रभु येशू ख्रीष्ट जब कल्वरी डाँडाको क्रुसमा उहाँ टाँगिनुभयो, उहाँले प्रभु येशू ख्रीष्ट नै व्यवस्थाको अन्त्य हुनुहुन्छ। उहाँले व्यवस्थालाई पुरा गर्नुभएको छ। त्यसैले त उहाँ धर्मी र पवित्र हुनुभयो र उहाँको रगतले मात्रै मानिस जातिहरूले उद्धार र मुक्तिलाई प्राप्त गर्न सक्छन्, हैन? त्यसैले हामीले उद्धार र मुक्ति प्राप्त गर्नको निम्ति यहुदी कल्चर, जुइस कल्चरहरूलाई हामीले अपनाउनु जरुरी छैन। यी सबै कुरा प्रभु येशू ख्रीष्टले क्रुसमा उहाँले अन्त्य गरिसक्नु भएको छ, किनकि व्यवस्थाले कुनै पनि मानिसलाई उद्धार र मुक्ति दिन सक्दैन। यदि व्यवस्थाले उद्धार र मुक्ति दिदो हो त प्रभु येशू ख्रीष्ट मनुष्य भएर यस पृथ्वीमा आउनु पर्ने नै थिएन। व्यवस्थाले त मानिसहरूको पापलाई जान्नको निम्ति, हैन, मानिसहरूले आफ्नो पाप महसुस गर्न सकुन्, मानिसहरूले आफ्नो पाप जान्न सकुन् भनेर पापको चेतना गराउनको निम्ति परमेश्वरले मानिसहरूलाई व्यवस्था दिनुभएको थियो, हैन? व्यवस्थाले कुनै पनि मानिसले उद्धार र मुक्ति प्राप्त गर्न सक्दैन। उद्धार र मुक्ति प्राप्त गर्नको निम्ति प्रभु येशू ख्रीष्टलाई विश्वास गर्न जरुरी छ र पुत्रले भनेका कुराहरूलाई हामीले चाहिँ विश्वास गर्न जरुरी छ। र त्यही अनुसारको जीवन हामीले यस पृथ्वीमा जियौँ भने हामीले बल्ल उद्धार र मुक्ति प्राप्त गर्न सक्छौँ। के हामीले व्यवस्थाका नियमहरूलाई फलो गरिरहेका छौँ? के मूसाले दिएका व्यवस्थाहरूलाई हामीले फलो गरिरहेका छौँ? व्यवस्थामा लेखिएका कुराहरूलाई हामीले अपनाएका छौँ? जुइस कल्चरहरूलाई हामीले अपनाएका छौँ?
यहुदी कल्चरहरूलाई हामीले अपनाएका छौँ। हामीले त्यो विचार गर्नुपर्ने कुरा हो। र पुत्रले के भन्नुभएको छ, यो बाइबल साँच्ची नै परमेश्वरको प्रेरणाद्वारा चाहिँ पवित्र आत्माद्वारा लेखिएको पुस्तक हो। तर यसमा धेरै क्यारेक्टरहरू छन्, धेरै अगमवक्ताहरू छन्। तर हामीले यस बाइबलमा पुत्रले हामीलाई के भन्नुभएको छ त्यो कुरामा हामीले चाहिँ ध्यान दिनुपर्नेछ। पुत्रको कुरालाई हामीले चाहिँ अँगाल्नु पर्नेछ। म तपाईहरू सबैलाई चाहिँ यो मैले आज दिएको छोटो वचनद्वारा तपाईहरू मनन गर्नुहोस्। पुत्रले के भन्नुभएको छ त्यसको बारेमा विचार गर्नुहोस् र त्यही अनुसार आफ्नो जीवन जिउनुहोस्। मण्डलीमा यही संस्कार तपाईहरूले दिनुहोस् र मानिसहरूलाई वृद्धि गर्नुहोस्, आत्मामा वृद्धि गर्नुहोस्। हुन्छ, सबैजनालाई म प्रभु येशू ख्रिस्टको नाउँमा तपाईहरूलाई म जय मसीह टक्राउँदछु। धन्यवाद।